ल्याम ल्याम भन न तिमी ब्लग बनाउँदै खाना खाँदा जस्तो कराईमा चाहिँ म पो आएछ फेरि हेर्नु यहाँ हेर्नुहोस् गाइस कराईमा बजाएको यहाँ उचालेर देखाइदिइहाल्छु यो कराई हो हेर्नुहोस् है यहाँ यस्तो हान्छ केटाले लङ के ह्यान्डसम देखाइदेऊ मलाई त है एकदम भुइँचा लाउँछ जस्तो लाग्छ मलाई राइस मैले ल्याइ गरेर खायो त्यति बेला छैन पो नै भएर पर्छ मसिनो निमन्त्रण रामा हो भएन कालेबुङ यो उता सुरेन गएर सबलाई कसरी चिनेको यो चाहिँ बुढी चाहिँ उताको बिहा गरेको नि त्यहाँको बिहा गरेको पहिला सबै हात्दैछ सुरेश उसको गाउँ र उसको घर र हाम्रो घर यस्तो वरिपरि मात्रै हो नि कुन चाहिँ हो नि सुरेनको सबै याद रहेछ हाम्रो गाउँमा सबलाई थाहा हुन्छ सबलाई थाहा छ यिनीहरूको फ्यामिली यस्तो छ भनेर जो पनि आयो त्यसै भनिहाल्छ टाक्कै अहिले टाइट सुट लाएर घुम्दै जाने पैसा सकेपछि फेरि त्यही हो यता जबरजस्त टेस्ट है उयो भयो हजुर ए आगे पासमा तामाङ मात्र खालि उतम दाल परेको विजय सर सबै चिन्ता रहेछ हजुर हामीसँग गेम खेलिरहेको छ नि त्यसले चाहिँ के गर्छ त्यो सुदीप भन्ने त्यही त अघि भनेको त्यही हो त्यही हो गाडी सिकेको चाहिँ अहिले छैन होइन ऊभन्दा पछाडि सिकेर मैले पक्कै छौँ अब केटी भेट्नुको लागि बारमा पाउँदैन हो तर खट्टुम नि बेहुला अहिले अलिक सुत्रेको घरहरू भत्काएर हो अन्त बामालाई दङ्गाएर कसो गरेर पैसा मागेर नाम्ची कलेज गरेर केटी छ भेट्नु न कोही काम लाग्दैन यिनीहरूको दाजुभाइबाट कोही ठिक छैन अब भनौँ न फ्यामिलीबाट खाना नपुगेको यो मात्रै होला दाजु